नमस्ते, गोर्खे डायरी युट्युब च्यानलमा स्वागत छ। यो भिडियोमा हामी इनिशा बिकेको केसबारे चर्चा गर्नेछौँ। 16 वर्षीया इनिशाको दुःखद कथा। यो केवल एउटा घटना मात्र होइन, यसले नेपालमा यौन हिंसा कति गहिरो रूपमा फैलिएको छ भन्ने कुरा देखाउँछ। आउनुहोस्, यो विश्लेषणमा हामी उनको केस र यसले उजागर गर्ने ठूलो प्रणालीगत समस्यालाई केलाएर हेरौँ। आज हामी के कुरा गर्छौँ त? सबैभन्दा पहिले हामी इनिशाको जीवन कसरी खोसियो त्यो घटनाबाट सुरु गर्नेछौँ। त्यसपछि हामी यो हेर्नेछौँ कि यस्तो हिंसाको चक्र किन कहिले अन्त्य हुँदैन, अनि मौनताका पर्खालहरू किन मानिसहरू बोल्दैनन् र न्याय पाउन किन यति ढिलो हुन्छ त्यो वास्तविकता पनि केलाउनेछौँ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, अन्त्यमा हामी यो चक्रलाई कसरी तोड्न सकिन्छ भन्ने उपायहरूबारे पनि छलफल गर्नेछौँ। ल सुरु गरौँ इनिशाको कथाबाट। त्यो दिन थियो फागुन 23 गते, शनिबारको बिहान। इनिशा बिहानै 6 बजे आफ्नो 2 घण्टाको ट्युसन क्लासको लागि घरबाट निस्किन्। उनले आमालाई छिटै फर्किन्छु भनेर वाचा पनि गरेकी थिइन्, तर उनी कहिल्यै फर्किनन्। यहाँ हेरौँ त, यो टाइमलाइनले देखाउँछ कि उनी घरबाट निस्किएपछि कति चाँडो र कति डरलाग्दो घटनाहरू घटे। बिहान 6 बजे घरबाट निस्किएकी उनी 8 बजे फर्किनु पर्ने थियो, तर 9 बजे आमाले फोन गर्दा फोन स्विच अफ थियो। अनि त्यसको केही बेरमै एउटा अपरिचित नम्बरबाट फोन आयो र खबर आयो कि इनिशा सामुदायिक वनमा बेहोस अवस्थामा छिन्। सोच्नुस् त, त्यो आमाको मन कस्तो भयो होला। घटनास्थलमा पुग्दा उनले जे देखिन् त्यो बयान गर्न पनि मुस्किल छ। उनकी आमा भन्नुहुन्छ, मेरी छोरीको शरीरमा केही बाँकी थिएन। उनी रगतले लतपत थिइन्, उनको कपाल लुचिएको थियो। उनी यति विनाशकारी अवस्थामा भेटिइन् कि अस्पताल पुर्याउँदा डाक्टरहरूले उनलाई मृत घोषणा गरे। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गर्यो। अनुसन्धानबाट के देखियो भने उनका सहपाठीसहित 4 जना नाबालिग केटाहरू पक्राउ परे। उनीहरूले एक अर्कासँग बाजिने बयानहरू दिए, तर पोस्टमार्टम रिपोर्टले एउटा कुरा स्पष्ट पार्यो, उनको यौन शोषण भएको थियो। अब यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। इनिशाको यो दर्दनाक घटना यो कुनै एउटा छुट्टै एक्लो घटना होइन। दुःखको कुरा, यो त नेपालमा गहिरो गरी जरा गाडेर बसेको एउटा डरलाग्दो श्रृङ्खलाको एउटा हिस्सा मात्र हो। प्रहरीको तथ्याङ्क हेर्ने हो भने एउटा निकै डरलाग्दो तस्बिर देखिन्छ। के थाहा छ, नेपालमा औसतमा हरेक दिन 10 जना महिलामाथि बलात्कार हुने घटना प्रहरीमा दर्ता हुन्छ। यो त केवल दर्ता भएको सङ्ख्या मात्र हो। र यो तथ्याङ्कभित्र पसेर हेर्दा त झन् चिन्ताजनक कुरा देखिन्छ। यौन दुर्व्यवहारका पीडितहरूमध्ये झन्डै 62% त बालबालिका छन्। सोच्नुहोस् त, आधाभन्दा धेरै। उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन्, प्रतिकार गर्न सक्दैनन् र कतिपय अवस्थामा त आफूमाथि के भयो भनेर भन्न पनि सक्दैनन्। यसले उनीहरूलाई झनै जोखिममा पार्छ। यी घटनाहरूको एउटा ढाँचा नै बनेको छ। नामहरू फेरिन्छन्, तर कथाहरू उस्तै दुःखद छन्। हामीलाई निर्मला पन्तको याद छ, जसको मुद्दा वर्षौंदेखि समाधान भएको छैन। हत्यारा अझै खुला घुमिरहेको छ। 17 वर्षीय रिङ्कु सदा, जसको सामूहिक बलात्कारलाई गाउँलेले नै मिलापत्र गर्न खोजेपछि उनले आत्महत्या गरिन्। अनि भागरथी भट्ट स्कुलबाट घर फर्कदै गर्दा जसको बलात्कारपछि हत्या भयो। वा 12 वर्षीय सम्झना बिके, जसलाई मन्दिरभित्रै बलात्कार गरी मारियो। कथाहरू अनगिन्ती छन्। अब यहाँ एउटा एकदमै गम्भीर प्रश्न उठ्छ। जब तथ्याङ्क यति डरावलाग्दो छ, तब वास्तविकतामा त झन् कति होला? आखिर किन यति धेरै घटनाहरू बाहिर आउँदैनन्? किन लुकाइन्छन्? किन पीडित र उनीहरूका परिवारहरू प्राय चुपचाप बस्छन्? यसको पछाडि 2वटा मुख्य कारणहरू छन्। पहिलो, अपराधी को हो भन्ने कुराले फरक पार्छ, र दोस्रो, हाम्रो समाजले यस्ता घटनामा कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुराले। अब अपराधी को हो भन्ने कुरा हेरौँ। तथ्याङ्कले के देखाउँछ भने 78% भन्दा बढी यस्ता अपराधहरू अपरिचितले होइन, बरु पीडितले चिने जानेकै मान्छेहरूले गर्छन्। आफन्त, साथीभाइ, छिमेकी। जब आफ्नै मान्छेबाट यस्तो हुन्छ, तब खुलेर बोल्न कति गाह्रो हुन्छ होला, कल्पना गरौँ त। अनि मानौ कसैले हिम्मत गरेर बोलिहाल्यो भने पनि हाम्रो समाजले के गर्छ? उल्टै पीडितलाई नै दोष दिन्छ। रोशनी साईको दुःखद कथा यसको ज्वलन्त उदाहरण हो। उनले एक उच्च पदस्थ व्यक्तिमाथि आरोप लगाइन्, तर समाजको दबाव यति धेरै भयो कि उनले आफ्नो बयान फिर्ता लिनु पर्यो। समाजले उनलाई नै दोषी देख्यो। वर्षौंसम्म डिप्रेसनसँग लडेपछि अन्ततः उनले आत्महत्या गरिन्। यहाँ आरोप लगाउने नै आरोपी बन्छ।
यो त भयो समाजको कुरा। अब समाजको अदालतभन्दा पर हाम्रो जुन औपचारिक कानुनी प्रणाली छ त्यहाँ पनि आफ्नै ठूला बाधाहरू छन्। यहाँ हेरौँ त किताबमा भएको कानुन र वास्तविक धरातलमा के फरक छ। हाम्रो कानुनको किताबमा बलात्कारका लागि आजीवन कारावाससम्मको कडा सजाय छ। वैवाहिक बलात्कारलाई गैर कानुनी मानिएको छ। तर वास्तविकतामा के हुन्छ? अनुसन्धान प्रक्रिया एकदमै ढिलो र त्रुटिपूर्ण छ। न्यायिक प्रणाली यति सुस्त छ कि पीडितले वर्षौं वर्ष कुर्नुपर्छ अनि अपराधीहरूले कतै न कतैबाट राजनीतिक वा सामाजिक संरक्षण पाइरहेका हुन्छन्। मतलब कानुन एकातिर छ, वास्तविकता अर्कैतिर। एउटा उदाहरण हेरौँ। सामूहिक बलात्कारको एउटा मुद्दामा फैसला आउन 11 वर्षभन्दा बढी लाग्यो। सोच्नुस् त, पीडितले 20 वर्षको उमेरदेखि 31 वर्षको उमेरसम्म न्यायको लागि पर्खिन्। पीडितहरूका लागि यसको मतलब के हो? वर्षौंसम्म, कहिलेकाहीँ त दशकौंसम्म त्यो मानसिक चोटलाई फेरि भोग्नु। एउटा यस्तो फैसलाको प्रतीक्षा गर्नु जुन कि त कहिले आउँदैन कि त धेरै ढिलो आउँछ। त्यसो भए यो सबै निराशाजनक तस्बिर हेरिसकेपछि प्रश्न उठ्छ के यो चक्र तोड्न सकिँदैन त? के छ त अगाडिको बाटो? हो, यसको समाधान छ, तर त्यसका लागि हामीले धेरैतिरबाट एकैपटक काम गर्नुपर्छ। न्यायको यो बाटोमा हामीले केही कदमहरू चाल्नै पर्छ। पहिलो, हामीले एउटा यस्तो सुरक्षित वातावरण बनाउनु पर्छ जहाँ पीडितहरूलाई दोष लगाइदैन, बरु समर्थन गरिन्छ ताकि उनीहरू डर बिना बोल्न सकुन्। दोस्रो, न्याय छिटो हुनुपर्छ। बलात्कार जस्ता जघन्य अपराधका लागि फास्ट ट्र्याक अदालतहरू चाहिन्छ ताकि प्रणालीमा मानिसको विश्वास बढोस्। तेस्रो, अपराधीले सजाय पाउँछ भन्ने कुराको ग्यारेन्टी हुनुपर्छ। कडा कानुन मात्र भएर हुँदैन, अपराधी समातिन्छ र सजाय भोग्छ भन्ने निश्चितता हुनुपर्छ। र चौथो र सबैभन्दा महत्त्वपूर्ण, हामीले सामाजिक मान्यताहरू नै बदल्नुपर्छ। केटाहरूलाई सानैदेखि महिलाको सम्मान गर्न सिकाउनुपर्छ र महिलालाई सम्पत्ति ठान्ने पितृसत्तात्मक सोचलाई जरैदेखि उखेल्नुपर्छ। अन्तमा यी सबै कुराले हामीलाई एउटा अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। यो प्रश्न हामी सबैको लागि हो। समाज र राज्यले साँच्चै अब अति भयो भन्नका लागि र ठोस कदम चाल्नका लागि अझै कतिजनाको जीवन बर्बाद हुन दिनुपर्ने हो? यस केसबारे आफ्नो राय कमेन्ट सेक्सनमा व्यक्त गर्नुहोला। यस्तै विश्लेषणात्मक भिडियोहरूका लागि च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्नुहोला।